गुड मर्निङ एभ्रिवान। म चाहिँ आफ्नो गन्तव्यतिर आइसकेको छु र तपाईँहरू देख्न सक्नुहुन्छ यो राम्रो भ्यू मालदिभ्सको। यो चाहिँ हाम्रो नकाइडिगिरी रिजोर्ट हो। धेरै नै राम्रो रिजोर्ट अनि यहाँको जुन एउटा भ्यूहरू हुन्छ, यहाँ भ्यू पनि राम्रो हुन्छ। अहिले त्यसै गरी यहाँ चाहिँ समुद्रको पानीहरू पनि हल्लेको छैन, तर डल्फिन चाहिँ कहाँ छ हो? डल्फिन सुतिरहेको छ कि हो? डल्फिन त निस्किँदैन त अहिले, सायद अब 10-11 बजीतिर निस्किन्छ होला। सो म चाहिँ आज तपाईँहरूलाई यहाँको जस्तै फ्याक्ट कुरो भन्छु क्या, मेरै फ्याक्ट कुरो। म चाहिँ भर्खर आउँदाखेरि मलाई कस्तो भएको थियो भन्दाखेरि, यस्तो राम्रो ठाउँमा हुन त म काम गर्न आएको छु, त्यही नि अब एउटा हुन्छ नि एक्साइटमेन्ट भन्ने कुरो। अब भर्खरै आएको थिएँ यहाँ ल्यान्ड हुने बित्तिकै मलाई त कस्तो दामी लागेको थियो है, दामी। अझ पनि अहिले पनि राम्रै लाग्छ, दामी छ ठाउँ पनि। अब त्यतिखेर के भएको थियो भन्दाखेरि जस्तै सुरुको दिन आएँ, खानासाना खाएँ। अब सुरुको दिन चाहिँ काम गरिनँ, रेस्ट गरेपछि भोलिपल्ट काम गर्नु जाने बेलामा चाहिँ म रुमबाट बाहिर आएँ। आम्मामामा यस्तो राम्रो, मेरो लाइफको त्यो फर्स्ट ब्युटिफुल नेचर भनेकै यस्तो राम्रो यही मालदिभ्स थियो क्या। एकदम राम्रो लाग्यो मलाई है। अन्त काम गर्नु मनै नलाग्ने, काममा ध्यानै नजाने क्या मेरो। अन्त अब के गर्नु अन्त खालि म त हेरेर मात्र बस्थेँ, यता उता हेर्थेँ। अनि बिस्तारै काम गर्दा बानी बस्नु थाल्यो। अनि सधैँ यही हेरिराख्छु। अनि जे होस् बिहानै हेर्दा चाहिँ अलि पिसफुल लाग्छ क्या, आफूलाई मनमा अलिक खुसी लाग्छ म यस्तो ठाउँमा छु भनेर। घरमा हुँदा पनि जे होस् राम्रो ठाउँमा जानु पायो भने चाहिँ राम्रो हुन्छ भनेर सोच्थेँ। राम्रो ठाउँमा आए एकदम खुसी लाग्छ मलाई पनि। यहाँको यो दृश्य हेरेर एकदम राम्रो लाग्छ क्या। भोलिको दिनमा चाहिँ अब डेस्टिनेसन चेन्ज गर्ने हो कि के हो थाहा छैन। सो अहिले चाहिँ म यही काम गर्दै रमाउँदै जिन्दगी कटाइरहेको छु है त। सो सी यू इन द नेक्स्ट ब्लग।